पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता सम्बन्धमा अध्ययन गर्न अनुगमन गर्न सार्वजनिक लेखा समितिले मेरो संयोजकत्वमा एउटा उपसमिति गठन गरेको थियो। त्यसले लामो अध्ययन र छलफल गरेपछि केही निष्कर्षहरू निकालेको छ। अब त्यो अहिले मैले संक्षेपमा मात्रै भन्छु, त्यो पूर्ण समितिमा आइसकेपछि भन्नु राम्रो हुन्छ। तर पनि त्यहाँ चाहिँ ठुलो अङ्कमा अनियमितता र भ्रष्टाचार भएको र भ्रष्टाचारकै लागि नीतिगत निर्णयहरू भएको समेत निष्कर्षमा उपसमिति पुगेको छ। अहिले यति मात्रै भन्छु। ठुलो अङ्क भनेको 14 अरबको लागत इस्टिमेट भएको परियोजनामा मोलमलाइबाट भनौँ न, वार्ता प्रक्रियाबाट 22 अरब पुर्याइएको छ। अनि त्यसपछि फेरि 2 अरबभन्दा बेसी कर छुटबाट त्यहाँ भ्रष्टाचार गरिएको कुरा अथवा अनियमितता भएको कुरा मालेखाले नै औल्याएको छ। र त्यसमाथि पनि निर्माण प्रक्रियामा अनियमितता र कमसल काम गरेर गरिएको फेरि अरबौँको फरक छ। त्यो हिसाब गऱ्यो भने ठुलै अङ्कमा हुन्छ र हामीले अब त्यस सबै विषयमा व्यापक अध्ययन गर्न र दोषीहरूलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ।